आज हामी आएका छौँ यसबारीमा र यसबारीमा चाहिँ पुरै हामीले होल नाइट सर्भाइभल च्यालेन्ज गर्नेवाला छौँ र हामीसँग न त खानुको लागि केही खानेकुरा छ न त हामीसँग सुत्नको लागि एउटा राम्रो घर नै छ र आज चाहिँ हामी चाहिँ यसबारीमा भएको तरुलहरूलाई चाहिँ हामीले चाहिँ खनेर र त्यो खनेको खाल्डोमा चाहिँ एउटा अन्डरग्राउन्ड हाउस बनाएर चाहिँ होल नाइट सर्भाइभल च्यालेन्ज गर्नेवाला छौँ र तरुल चाहिँ देख्न सक्नुहुन्छ यहीँ अगाडि नै छ यतातिर र अब चाहिँ हामी चाहिँ तरुल खन्नेवाला छौँ र भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त। र हामीले चाहिँ आधी घन्टा जस्तो खनिसक्यौँ। खाल्डो चाहिँ यत्रो ठुलो भइसक्यो। तरुल चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर निस्किसक्यो यी र अर्को टाउको चाहिँ यहाँनिर छ खुट्टा यहाँनिर छ अर्को टाउको चाहिँ यहाँ पनि निस्किन्छ। खाल्डो चाहिँ लगभग मजत्रै खनिसकेँ। अब चाहिँ देख्न सक्नुहुन्छ तरुल चाहिँ यहाँनिर छ यही यहाँ चाहिँ पुरानो रहेछ। पुरानो कुहिसकेपछि यस्तो भङ पर्छ यहाँ चाहिँ र अर्को चाहिँ यहाँ पनि छ है। यहाँको चाहिँ खन्ने बाँकी छ यतातिर। गाइस यति निस्के देख्न सक्नुहुन्छ। हामीले सोचेको थियौँ धेरै निस्किन्छ भनेर तर थोरै निस्के। अब चाहिँ हामीले चाहिँ यहाँको खन्नेवाला छौँ। यहाँ चाहिँ कत्रो निस्किन्छ हेरौँ है त। फाइनली गाइस यो बोटको पनि निस्किसक्यो यी। अब चाहिँ हामीले तरुल पनि खनेर सक्यौँ र अब चाहिँ हामीले चाहिँ बस्नुको लागि अन्डरग्राउन्ड हाउस चाहिँ बनाउनु पर्ने हुन्छ बेलुकाको लागि। र भाइले चाहिँ तरुल पखाल्नु गएको छ र पखालेर ल्याउँछ त्यसले चाहिँ र म चाहिँ यहाँ अन्डरग्राउन्ड हाउस चाहिँ बनाउँदै गर्छु है त। र देख्न सक्नुहुन्छ यसले चाहिँ तरुल पनि धोएर ल्याइसक्यो। मजाले धोइस् नि। हो एकदम रातो रातो छ है तरुल चाहिँ। यो चाहिँ पत्ताले तरुल हो। फाइनली गाइस आधी घन्टा जस्तो मेहनत गरेपछि चाहिँ लगभग यहाँको ठाउँ चाहिँ रेडी भइसक्यो। देख्न सक्नुहुन्छ यस्तो छ यहाँको ठाउँ चाहिँ देख्न सक्नुहुन्छ है। अब चाहिँ हामीले यहाँ भित्रै चुलो बनाउनेवाला छौँ एकदम खतरा टाइपको। र यिनीहरूले चाहिँ अब पत्कर पनि लिएर आइसक्यो देख्न सक्नुहुन्छ। र अब पत्कर चाहिँ हामीले यो ढोड चाहिँ यहाँ माथि सर्लक ओछ्याउनेवाला छौँ र त्यो ढोडको माथि चाहिँ पत्कर ओछ्याउने छौँ र मुनि पनि चिसो छ मुनि पनि पत्कर ओछ्याउनेवाला छौँ। र अब चाहिँ हामीले चाहिँ यहाँ चुलो बनाउनु पर्ने हुन्छ है त। र धेरै मेहनत गरेपछि चाहिँ हाम्रो चाहिँ अब ठाउँ चाहिँ पुरै रेडी भइसक्यो देख्न सक्नुहुन्छ। चुलो पनि एकदमै रेडी भइसक्यो र ठाउँ चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ है। र अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ त्यो तरुललाई चाहिँ मस्तीसँगले पकाउनेवाला छौँ र यसको माथि चाहिँ हामीले चाहिँ छानो लगाउनेवाला छौँ है। ढोड त्यहाँ छ, ढोडको माथि चाहिँ त्यो पत्केर बस्नेवाला छ र मुनि पनि ओछ्याउनु पर्यो, त्यही ओछ्याउनेवाला छौँ हामी चाहिँ। त्यहाँ देख्न सक्नुहुन्छ पत्केर त्यहाँ छ।
फाइनली गाइज आगो बल्यो। र हाम्रो चाहिँ आगो पनि बलिसक्यो देख्न सक्नुहुन्छ। र अब चाहिँ हामीले चाहिँ यसलाई काटेर चाहिँ पकाउनेवाला छौँ है त। र हामीले चाहिँ तरुल पनि बसालिदिइसक्यौँ। र अब चाहिँ हामीले चाहिँ यो चाहिँ बेलुकाको लागि पनि उसिनेर राखेको हो, किनभने बेलुका चाहिँ अब हामीले त्यहाँ माथि छानो लगाउनु पर्ने हुन्छ। र छानो लगाइसकेपछि चाहिँ यहाँनिर यो उसिन्न चाहिँ अलिक गाह्रै पर्छ, त्यही भएर अहिले नै उसिन्छौँ हामीले बेलुकाको लागि चाहिँ। र अहिले चाहिँ मेरो मोबाइलबाट रेकर्ड गर्दैछौँ। यसको मोबाइल चाहिँ चार्ज सकेर चार्ज गर्न गएको छ र यता चाहिँ पाक्दैछ देख्न सक्नुहुन्छ। र यसले चाहिँ आगो फुक्ने काम गर्दैछ है। सो फाइनली गाइज तरुल चाहिँ उम्लिसक्यो देख्न सक्नुहुन्छ है। र घाम चाहिँ देख्न सक्नुहुन्छ यहाँ पुगिसक्यो, लगभग डुब्नै लागिसक्यो। अब चाहिँ हामीले चाहिँ घाम यतातिर हुँदाखेरि चाहिँ सुरु गरेको थियौँ। र 1 घन्टा जति पकाएपछि चाहिँ लगभग पाकिसक्यो, यहाँनिर देख्न सक्नुहुन्छ। 1 घन्टा जति पकाएपछि चाहिँ मजाले पाकिसक्यो। र यहाँनिर चाहिँ केटाले अचार बनाएर ल्याएको छ, टिमुर सिमुर हालेर एकदम दामीसँगले। र त्यहाँनिर चाहिँ पानी सब कस्तो छ टेस्ट? बब्बल दामी छ, दामी। ल उहाँ सरजी पनि अब खानु हुनुहुन्छ है। ल अब हामी सबैजना मिलेर खानेवाला छौँ। ल भिडियो हेर्दै गर्नु होला है। कस्तो छ टेस्ट? बब्बल। गाई लास्टै जाडो भयो, लास्टै जाडो भयो गाई। घाम पनि डुबिसक्यो, अब रात पनि परिसक्यो देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले चाहिँ खाइ पनि सक्यौँ र अब अगाए पनि टन्न भयो। र अब यति चाहिँ उफ्रियो, यहाँ देख्न सक्नुहुन्छ। यति उफ्रिसक्यो र यति चाहिँ अब चाहिँ हामी बुवा मम्मीलाई दिनेवाला छौँ। र अब यता देख्न सक्नुहुन्छ, यता केही पनि ओछ्याएको छैन। र अब चाहिँ हामी चाहिँ यो ओछ्याउनेवाला छौँ है त, ओछ्याउनेवाला छौँ। त्यसपछि हामी चाहिँ अब ओछ्याएर एकछिन आगो तापेर चाहिँ हामी चाहिँ सुत्नेवाला छौँ है त। र हामीले चाहिँ पत्केर पनि ओछ्याइसक्यौँ र लास्टै जाडो भयो, ज्याकेट स्याकेट पनि लगायौँ। देख्न सक्नुहुन्छ माथि चाहिँ यस्तरी छोपेको छौँ हामीले। र अब चाहिँ हामी चाहिँ यसको भित्र जानु लागेको छौँ। र अब चाहिँ हामी भित्र जान्छौँ र सुत्छौँ है त। र हामी चाहिँ भित्र पनि आइसकेको छौँ। र अब चाहिँ हामी चाहिँ एकछिन आगो तापेर चाहिँ सुत्छौँ है त। र यतापट्टि चाहिँ आगो बलिरहेको छ देख्न सक्नुहुन्छ है। हामी चाहिँ यतापट्टितिर छौँ। क्यामेरा मोड्नु पनि लास्टै गाह्रो भइरहेको छ यार भित्र। र अब चाहिँ हामी चाहिँ एकछिन आगो तापेर सुत्छौँ है त। र हामीले चाहिँ आगो पनि तापिसक्यौँ। र अब चाहिँ हामी चाहिँ सुत्न लागेको। र बेलुका पानी चाहिँ खासै पर्ला जस्तो चाहिँ छैन, मौसम राम्रै छ। पानी परिहाल्यो भने चाहिँ हाम्रो चाहिँ एकदमै बिजोग हुनेवाला छ। अब चाहिँ हामी चाहिँ सुत्छौँ र एकैचोटि भोलि बिहान मिल्नेवाला छौँ है त।
उज्यालो चाहिँ भइसक्यो, देख्न सक्नुहुन्छ यता बाहिर। यो चाहिँ सुकिरहेको छ अहिलेसम्म नि। यो पनि उठिसक्यो, देख्न सक्नुहुन्छ। र अब चाहिँ हामी चाहिँ एकछिन आगो तापेर चाहिँ घर जानेवाला छौँ है त। फाइनली गाइस भित्र चाहिँ लास्टै अप्ठ्यारो भयो, त्यही भएर हामी चाहिँ बाहिर आएर आगो ताप्दैछौँ। र यो खाल्डो चाहिँ यत्तिकै होस्, केही दिनपछि आएर पुऱ्याउँला, किनभने हामीलाई यो माटो पनि अलिअलि चाहिएको छ। र ल यहाँ आगो ताप्दा ताप्दा देख्न सक्नुहुन्छ गोठ पनि भित्रै जलिसकेछ, त्यहाँ भित्र आगो बल्दैछ दुनदुन्दी। र आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा, तबसम्मको लागि चाहिँ बाई बाई।